आतंकित भएका छन्, पूर्वाग्रह राखेर बसेका छन्, बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ। र त्यसैको एउटा उदाहरण भर्खरै तपाईले सुन्नुभयो। म माथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भएको छ। भ्रष्टाचारको केस निर्णयको आधार चाहिन्छ। माधव नेपालले कसैसँग एक नयाँ पैसा घुस लिएको भए, एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु।